खसीको खुट्टा पोल्न लाग्दा खसीको खुट्टा पोल्न लाग्दा गर्मीले खाइयो के अब त भयो होला जग्गा हजुर चिर्ने सामान ल्याउनुहोस् त हो नि पोलेर यहाँ कस्तो भयो मान्छेले पनि साथै कसैस बराबर यार खसी काटे त दुःखै हुने रहेछ दाजु होइन पोल्दासम्म नि पोल्यो गर्मीले बिना स्वादै खाने बानी बहुत दुःख छ यार दाइ खसी काटे अरे क्या यो हो खसी खुट्टा पोल्ने पनि दुःखै रहेछ कति तातो हो गर्मी फेरि किन यस्तो रहेछ यतिकै चिरै हुन्छ नि दाइ बरु मासु नखानु जस्तो लाग्यो गर्मीले लास्टै बनायो टाउको पोल्दा खुट्टा पोल्दा लाल यति भयो चक्कर आस्तो भयो मलाई त